यसरी कच्ची सडक र अग्ला पहाडका घुम्तीहरूमा 12 घण्टा यात्रा गर्दा पनि नठाक्ने उनी साहसी रुबिना चन्दलाई भेट्न आज म बैतडी आएको छु। उमेर 21 भइसक्यो अनि मान्छेले देख्दाखेरि सानी छु नि अनि मान्छेहरू अलि अचम्म पर्छन्। घरका 6 छोरी मध्ये रुबिना चन्द साइली छोरी हुन्। कैयौं यात्रुहरूको सपना बोकेर गन्तव्यसम्म पुर्याउने उनै रुबिना चन्दको सपना भने फोटोग्राफर बन्ने थियो। तर घरको जिम्मेवारीले भने उनले आफ्नो सपना पूरा गर्न सकेनन्। देखावटी मात्र हो क्या अहिले हाम्रो जे पनि छ, तर घरमा त्यस्तो छैन, बाध्यता पनि हो। त्यही भएर पढाउन सक्ने होइन भन्ने हो ड्याडीले। अनि पढेर चाहिँ मेरो सपना भनेको फोटोग्राफी हो होइन बन्ने। अब त्यहाँसम्म हुने भएन, बाध्यता छ, समस्या पनि छ घरमा। अनि त्यही कारण घरमा गाडी थियो, ड्राइभर राख्नु भन्दा त अब ड्राइभरलाई 20-25 हजार दिनुपर्छ नि मन्थली, त्यही भएर सिकेको हो। खासमा महिलाहरूले केही गर्न सक्दैनन् भन्ने भनाइलाई सिर्दै उनी जिल्लाकै पहिलो महिला चालक बनेकी छिन्। नेपाल भारतको सिमानासँग जोडिएको विकट ठाउँ बैतडीको पञ्चेश्वर गाउँपालिका 4 मा जन्मिएकी उनी रुबिना चन्दको कर्मले भने अहिले चर्चा पाएको छ। पहिले नमस्कार हजुरलाई। नमस्ते। हजुरको शुभ नाम? रबिना चन्द। रबिना चन्द। म जस्तो बोल्छु त्यस्तै तपाईँ पनि छिटो छिटो बोलिरहनु भएको छ होइन त? हजुर। जस्तो केही समय यता चाहिँ हजुरको यो जुन कर्म सामाजिक सञ्जालमा चाहिँ धेरै पोस्ट भए र धेरैले चाहिँ राम्रो सकारात्मक कुराहरू चाहिँ लेखिराखे, दिइराखे र कतिले चाहिँ यो बाध्यता पनि हुनसक्छ भन्ने कुराहरू पनि गर्नुभएको थियो। तपाईँको कर्मलाई चाहिँ धेरैजनाले चर्चाको विषयमा लिइरहँदा हजुरलाई कस्तो लाग्यो? मलाई धेरै खुसी लाग्छ। अनि सानै उमेर छ नि मेरो, उमेर 21 भइसक्यो अनि मान्छेले देख्दाखेरि सानी छु नि अनि मान्छेहरू अलि अचम्म पर्छन्, यताउता भन्ने, कसरी चलाउँछौ तिमी गाडी भन्ने। राम्रो छ, पहिला पहिला यस्तो थियो, आजभोलि चाहिँ राम्रो छ। कति भयो चलाउन लागेको? मलाई 1 साल भयो, लाइसेन्स निकाले पनि 1 साल भइसक्यो। पहिला हासा पनि मतलब सिक्ने बेला यही गाडीमा सिकेको हो, आफ्नै गाडी हो। हजुर। यो इच्छा शक्ति कहाँबाट आयो? एउटा चेली जसलाई चाहिँ धेरैजनाले महिलाहरूले केही गर्न सक्दैनन् भन्छन्, तर तपाईँले गरेर देखाउनु हो। यो इच्छा शक्ति कसरी बढ्यो? इच्छा शक्ति घरबाट, मम्मी बुवा तिनले भनेको हो मलाई गाडी सिक भनेर। अनि घरदेखि हौसला दियो भने भइहाल्यो, जे पनि हुन्छ घरदेखि सपोर्ट गर्यो भनेपछि। अच्छा। कति समय लाग्यो त गाडी सिक्नको लागि? बढी समय लागेन, जति लाग्नु थियो त्यति लागेन। बढीमा बढी 2 महिना। 2 महिनामा? हजुर। हजुर सानो फुची मान्छे, तर यस्तो कच्ची सडकमा पनि अग्ला अग्ला पहाडको बाटोहरूमा पनि यसरी चाहिँ गाडी हुइकाउँदै गर्दाखेरि यात्रुहरूले के भन्छन्? अचम्म पर्छन्, साहसी भन्छन्। अब मेरो साथीहरू पनि छन्, मलाई पनि सिकाइदे भन्नेवाला पनि छन्। यस्तै हो। अनि हजुर चाहिँ यहाँबाट कहाँसम्म जानुहुन्छ? हजुरको यात्रा चाहिँ कहाँ हो? यहाँदेखि मैनगर, धनगढी, बैतडी, पाटन, मेलौली, जहाँको मिल्यो त्यही हो। गन्तव्य चाहिँ मेन हाम्रो मैनगर। अहिले हजुरले कतिमा पढ्नुहुन्छ? म पढाइ सोधेँ पहिले। पढाइ मैले 12 सम्म पढेको हो अनि त्यसपछि छोडेँ। पढ्दै गरेको एउटा चेली जसले चाहिँ पढाइ छाडेर गाडीको यात्रामा चाहिँ होमिनु भएछ, किन होला? अब गाडी चलाउनु पढाइतिर भन्नाले, पढाइ किन छोडेको भन्नाले घरदेखि पनि देखावटी मात्र हो क्या अहिले हाम्रो जे पनि छ, तर घरमा त्यस्तो छैन, बाध्यता पनि हो। त्यही भएर पढाउन सक्ने होइन भन्ने हो ड्याडीले। अनि पढेर चाहिँ मेरो सपना भनेको फोटोग्राफी हो होइन बन्ने। अब त्यहाँसम्म हुने भएन, बाध्यता छ, समस्या पनि छ घरमा। अनि त्यही कारण घरमा गाडी थियो, ड्राइभर राख्नु भन्दा त अब ड्राइभरलाई 20-25 हजार दिनुपर्छ नि मन्थली, त्यही भएर सिकेको हो। अलिकता त बच्छ पैसा भनेर।
जस्तो हजुरले हामी चाहिँ घरमा धेरै छोरीहरू छौँ छोरी छौँ भने भन्नुभएको छ नि यो छोरी मध्येमा पनि हजुर कुन छोरी म तेस्रो नम्बर साइली छोरी साइली छोरी साहसी हुने रहेछन् आँटिलो हुने रहेछन् है भन्छन् तर खै थाहा भएन बुवा आमाले के भन्नुहुन्छ मम्मी ड्याडीले के भन्ने हुन् राम्रो छ अझै प्रगति गर्नुपर्छ अब केही नभए पनि फ्युचरमा भविष्यमा काम लाग्छ नि मलाई मेरै लागि हो भन्ने सोच्ने जे पनि ठिकै भन्छन् साहस चाहिँ हौसला दिइहाल्छ मलाई त्यही हो जस्तो नि तपाईँ गाडी चलाउँदै गर्दाखेरि सधैँ एकनासको हुँदैन कहिले घाम पानी कहिले हिलो धुलो हुन्छ होइन कतिको दुःख हुन्छ अथवा कतिको सुख हुन्छ दुःख पनि हुन्छ सुख पनि हुन्छ दुःख आउँछ सुख जान्छ त्यस्तै हो आउँछ जान्छ आउँछ जान्छ त्यही त हो गाह्रो छ जिन्दगी कटाउन त्यही हो अरू केही होइन जस्तै कहिलेकाहीँ बाटोमा चाहिँ गाडी बिग्रेको अनि आफूलाई चाहिँ धेरै समस्या भएको कुनै पलहरू छन् सुनाउनलाई छन् त गाडी बिग्रिन्छ कहिलेकाहीँ त त्यही बाटोमै भोकै बस्नुपर्छ अब पहिलो भएपछि धेरै त आउँदैन नि मलाई अनि कहिलेकाहीँ त्यो बाटोमै बस्नुपर्छ त्यो बेला के सोच्नुहुन्छ त नि सोच्ने कि केही सोच्दैन अब गाह्रो छ जिन्दगी के सोच्ने हो त्यति बेला दिमागमा केही आउँदैन गाडी बिग्रिया बेला यो कसरी बन्ने हो कति बेलामा घर पुग्ने हो के भए हो यस्तै हो सोच्ने अरू केही सोच जाने होइन तपाईँको गाडी आफ्नै गाडी होइन हजुर कहिलेकाहीँ मम्मी दिदी बहिनी हिँड्छन् जान्छन् सामान ल्याउनु पर्छ महेन्द्रनगरदेखि धनगढीदेखि सामान लोड गर्नुपर्छ अनि एक्लैलाई किन्नलाई झ्याउ पनि हुन्छ गाह्रो पनि हुन्छ त्यही भएर कहिलेकाहीँ मम्मी ड्याडी अनि दिदी बहिनी जानुहुन्छ साथमा बुवा आमाले के गर्नुहुन्छ हजुरको पसल छ पसल चलाउँछन् म सामान ल्याउँछु तिनी चलाउँछन्